नमस्ते, राधे राधे। आज चाहिँ हजुरहरूसँग यसै गफ गर्न मन लाग्यो। गफ चाहिँ कस्तो भने नि हाम्रो जीवनमा जे पनि घटनाहरू घटिरहेको हुन्छ, जे पनि हाम्रो जीवनमा चलिरहेको हुन्छ, त्यो चाहिँ समयलाई मात्रै थाहा हुन्छ भन्नुहुन्थ्यो हामीहरूका बुढापाकाले। सुन्थेँ म भनेको, तर आज हो जस्तो लाग्छ। समयदेखि पर्तिर त कसैलाई थाहा हुँदो रहेनछ कि म यो दिन म कहाँ हुन्छु भनेकाले पनि हुँदो रहेन, सोचेकाले पनि हुँदो रहेनछ। त्यस्तै एउटा कुरो छक्क पर्दैछु हेर्नु न। हामीहरूको मेरो माइती गाउँमा ज्योतिनगरमा कत्रो भागवत गणेश पुराण लाग्दैछ। भागवत कि गणेश पुराणलाई भागवत भनिन्छ कि भनिँदैन थाहा छैन। अनि गणेश पुराण स्टार्ट भएको आज कति दिन भयो, 4-5 दिन भयो होला, 4 दिन जस्तो भयो होला। अनि कस्तो रहर थियो नभन्नु न। 15 दिन अगाडिबाट वा 20 दिन अगाडिबाट सोचेकी थिएँ एकदम एक दिन छोड्दिनँ, कलश यात्रामा पनि जान्छु, सबै राति पनि जान्छु भजन कीर्तनमा, दिउँसो बिहान पनि छिट्टै काम सकेर निक्लिने हो, त्यस्तो खालको प्लानिङ बनाएकी थिएँ। तर कहाँ सोचेको जस्तो हुँदो रहेछ र फट्टै म नगाउँ आउनु पर्यो। छोराले सानो छोराको अलिकति खुट्टोको समस्या भएको थियो र आएपछि फेरि एक्जाम स्टार्ट हुन आँटो, जान मन लागेन छोराहरूलाई देखेपछि। छोराहरूलाई छोडेर त्यही त हो नि, आमाको छोराछोरीप्रति कति माया हुन्छ सबै आमा बाबालाई थाहा छ होइन। अनि टाढा छ, फेरि नगाउँ फट्टै आउँ जाउँ गर्न पनि सकिँदैन। अनि यहीँ बसेँ, उहाँ पुराणको दृश्य हेरेर मन यस्तो हुन्छ नि, कुदेर उडेर गएर त्यहाँ बसौँ र गुरुजीले भनेका उपदेशहरू, गुरुजीले दिएका ती ज्ञानका बाणीहरू लिउँ जस्तो लाग्छ। तर केही छैन, मलाई धेरैजनाले भिडियो पठाइदिइरहनु भएको छ। कृष्ण सापकोटा गुरुजी हुनुहुँदो रहेछ, धेरै मजाले पुराण भन्नुहुँदैछ, धेरै राम्रो लाग्यो, सबैजनालाई राम्रो लाग्यो अरे, मलाई पनि धेरै राम्रो लाग्यो सुनेर। गुरुजीलाई धेरै 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 सम्झना, राधे राधे। भेट गर्न धेरै इच्छा थियो, भेट गर्न पाइनँ। अब त्यस्तै हो, भाग्यले होइन, भाग्य चाहिँदो रहेछ। भागवत सुन्न पनि हामीहरूको हुन्छ नि, भाग्यमा लेखेको हुनु पर्दो रहेछ जस्तो लाग्यो अहिले चाहिँ मलाई। किनभने मेरो माइती गाउँको पुराण, मेरो जन्मथलो मा पुराण हुँदैछ, आज म छुइनँ। अनि धेरै खराब पनि लाग्यो। यता पनि म घुरिराखेको छु, साथीहरू नयाँ नयाँ भेटिराखेको छु, त्यो अलगै कुरो हो। अनि यो पुराणको वातावरण, आध्यात्मिक एउटा वातावरणमा जानु त्यो अलगै कुरो हो। अनि धेरै रहर लागेको थियो। अब त्यस्तै हो, किस्मत थिएन होला मेरो त्यहाँ जाने होइन, तर म ती छु, मेरो मन ती छ। सबैजनाले मलाई भिडियो कसैले लाइभ गरेर देखाउनु हुँदैछ, धेरै धेरै धन्यवाद। भाइहरू, बहिनी, दिदी, दादा, जसले पनि लाइभमा जोडिएर पुराणलाई अपलोड गरिरहनु भएको छ, कसैले भिडियो अपलोड गरिरहनु भएको छ। अनि धेरै खुसी छु म, एउटा नछोडिकन जति पनि मलाई पुराणको लाइभ भिडियो भेट्दैछु त्यो पनि सुनिराखेकी छु। अनि जसले भिडियो गरेर हाल्नुभएको छ थोरै तिनै, त्यो पनि सुनिराखेकी छु। धेरै राम्रो लाग्दैछ, गुरुजीले धेरै राम्ररी भन्नुहुँदैछ। त्यही भन्न मन लागेको। आशा छ गुरुजीका बाणीहरू, गुरुजीले दिएको ज्ञान हाम्रो ज्योतिनगरमा सबैतिर चारैतिर फैलिने छ। अनि ज्योतिनगर नभएर हाम्रो त्यता सबै तिनसुकियावासी जति पनि, कोही त टाढा टाढाबाट पनि आउनुभएको छ होइन, सबैजनामा ज्ञानको दीपक जल्ने छ। अनि त्यही भन्न मन लाग्यो मलाई चाहिँ। म छुइनँ, तर मेरो मन चाहिँ त्यही छ। त्यही हो, समयले कहाँ कहाँ पुर्याउँदो रहेछ, कतिखेर थाहै हुँदो रहेछ भन्न खोजेँ कि मैले चाहिँ।